दाइ तपाईँको नाम? म नाम प्रकाश अर्याल। ओके, अनि दाइ तपाईँ अस्ट्रेलिया आएको चाहिँ कति भयो? अहिले 15 वर्ष भयो म अस्ट्रेलिया आएको चाहिँ। ओके, 1.5 दशक भइसकेछ होइन। यो अवधिमा चाहिँ तपाईँलाई चाहिँ नेपालको सबभन्दा बढी के कुरा मिस हुन्छ? यो आफैमा अप्ठ्यारो क्वेसन मैले पाइराखेको छु होइन। अब जन्मभूमिको के कुरा मिस हुन्छ भन्दा पनि के कुरा मिस हुन्छ भन्ने कुरा हुन्छ जस्तो लाग्छ। तर अब त्यो भन्दै गर्दा अब सबै कुरा भन्नुभन्दा पनि मेन मिस हुने भनेको त्यहाँको एउटा कल्चर, अर्को हामीहरूले पाउने माया, जुन माया आफ्नो परिवारदेखि लिएर नातागोता जसरी जुन एउटा निस्वार्थ माया पाइन्छ त्यो कुराहरू मेन मिस हुने भनेकै त्यही कुरा हो। अरू भनेको जन्मेको ठाउँ गाउँ तिनीहरू नै मिस हुन्छन्। ओके, अनि कहिले फर्कने त नेपाल? अब फर्कने क्वेसनमा अरू जस्तै आफैमा रोमलिएको जस्तो कन्डिसन छ। फर्कन मनदेखि मनको कुनै कुनाबाट प्रत्येक कुनाले चाहिँ घर फर्कन भनेर भनिराखेको छ। तर फर्कने भन्ने कुरा, डिसिजन गर्ने कुरा चाहिँ यो एकदमै गरक्क उठेर हिँड्न चाहिँ सकिएको छैन। अब अहिले म यतिखेर फर्कन्छु भन्दा पनि फर्कँदाको दिन ल म फर्केँ भन्न चाहिँ सजिलो हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू दाइ। थ्याङ्क यू सो मच।